सबैमा नमस्कार। हामी आज चाहिँ रङ गाउँपालिका 1 के भन्छ जुरेटोलको यात्रामा छौँ। यो कन्याम हो। नि हेर्नु त यता हर कति यो आले त यसले छेलो नि यसले छेलो र छेलो के चाहिँ मौरीको मौरी नै मौरी नि गाह्रै छ। घारे बेच्नु भयो? घारे लगे त यहाँबाट कति लगे हजुर। कसरी घार बेच्दै हुनुहुन्छ? 3000 ले बेचेको हो यहाँ तल हाम्रो। बस्नु त बस्दो हो? बस्छ पाल्नै लगेको। के हो मै लगेर हिँड्नै जान्दिने छ त यो। जानु हुन्छ अरे अनि भिड छ नि। के भिड भन्छ दिदी? यसलाई नामलुङ पाखो। हजुर नामलुङ पाखो भन्छ। नामलुङ? हजुर नामलुङ पाखो भन्छ नि तर हाम्रै यो हजुर यो चाहिँ हामीले अहिले बोल्यो नि भाइ यो त भाइहरूको हामी एउटै परिवार हो नि त। अनि यो ऊ त्यहाँसम्म चाहिँ भाइहरूको त्यहाँबाट उता सब बेच्ने पर बस्दै खोलादेखि यता लोकल अलैँची नै रहेछ होइन? लोकलै यस्ता हो होइन 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 बु यो मौरी राख्ने? मौरी मौरीको डोल्टाल ए हजुर मौरी सबै छ नि यहाँनिर केटाहरूको पनि। यो के हो? यो भिरमै छैन त मौरी? भिरमै ऊ मौरी ऊ यहाँ मुनि त भिर रहेछ झरिन्छ त अनि सबै भिर छ नि तपाईँ। ल यो भिरमा ऊ पारि है पग्नु पग्नु के चाहिँ यो बडा रे हो। यो चाहिँ बडा रे हो तारा दाइको ससुराले। त्यहाँदेखि यतापट्टि हाम्रो घर त यता पो त त्यहाँ त म पुगेको। त्यो पारी चाहिँ कसले राखेको अनि? के ढुड यो ढुडहरू सबै हाम्रो केटाहरू भाइहरू भिनाजुका छन् सबै। हजुर आउनु अब कहाँ जानु भएको छ? डुडमा नाम लेख्नु भएको छ? हजुर नामै त छैन सोल्टी होइन तर पनि जे होस् ठिकै छ नामै भन्नु जस्तै चिनिन्छ। यसरी राख्नुहुन्छ नि यहीँबाट काटेर उता लानुहुन्छ नि यहाँ बसेपछि यहाँनिर पस्छ डुडभित्र होइन डुडभित्र पस्छ अनि बेलुका आयो मौरी पसेपछि यहाँ राखिराख्ने होइन लग्ने। त्यो पारीको बिरिङ एउटामा त मौरी आयो जस्तो छ त हौ। एउटामा त आज त मौरी जाउँ त अहिले आज आएको अरे आयो अघि हेरेर जानुभएको नि त। अनि त्यहाँ भाइहरू राख्नुभएको अनि यो त यही पाखातिर जङ्गलतिर हजुर यहाँबाट चाहिँ अब बोकेर लगो होइन बिहान दिउँसो आउँछ बेलुका सबै बास बसिसक्छ नि त। अनि बास बसिसकेपछि चाहिँ अनि बोकेर घरतिर ल के मजाले राख्नु भएको रहेछ अनि? सबै केटा केटी लिएर हाम्रो बाले त केटा बिच्क्याउनु हुन्छ केटाकेटीलाई उच्क्यायो अनि केटाकेटी खुब रहर गर्छ। ल है यहाँ आइसकेछ है आएको त्यो यो हाम्रो ठुलो भाइको कसकोमा चाहिँ बस्यो यो? ठुलो भाइको हो कि हजुर अस्ति आइरहेको यहाँनिर अनि यहाँको लगेर फेरि आज आएको यो तपाईँहरूकै हो यो पनि? ए भनेको यो डुँडैसँग लानु कि डुँडैसँग उल्टो पर्ला त एकदम छ भाइ घरतिर लाँदा यस्तो खतरा ठाउँ रहेछ अनि यहाँ हेर्नु त मौरी मात्रै होइन डुँडैसँग हजुर। यो के ठाउँ हो दिदी? यो नामलुङ पाखो भने चाहिँ यही हो यो नामलुङ? नामलुङ पाखो यो रङ गाउँपालिका 1 त्यो पारीको गाउँहरू बडा रे यो चाहिँ यो एक बडा रे यता पनि छ डेन्जर। ए यहाँ पनि रहेछ। अहिले उ त्यो अलिक परतिर हिँड्नु मन पर्छ यही बनाउनु भएको होला हो त दिदी। त्यो पारी चाहिँ के बनाएको त्यो? पैसा हुन्छ नि स्कुल होइन नि यहाँ उयो पुरा उयो छ त सम्म ठाउँ छ खै यो बाटो खने पनि पहिरो गरेन हिँड्नु त। यहाँबाट जानुपर्छ केटी केटा अनि यस्तोबाट अनि लु दिदी विचार गरौँ है। लु लु कहिले नआउनेलाई टेन्सन हुन्छ नरेश जोइ मलाई चाहिँ यस्तोमा चाहिँ हिँड्नु मन लाग्छ। दाजु आउने
नआउने यस्तो छ अनि यहाँ हेर्नु त है यहाँ पनि राख्नु भएको रहेछ ड्रोन यहाँ पनि टेन्डर त यता पो खसाउने भयो त हो त आलेबाट आउनु भएछ के अनि हेर्ने हजुर हजुर यहाँ पहिला राखिवरी लानु भएको रहेछ थियो यो सबै हाम्रै अनि भिरको टुप्पा टुप्पामा छ अनि मौरीको टुटा अनि यहाँ हेर्नुहोस् त आमामा अब ऊ यो पर ओडारमा चाहिँ के राखेको छ ढुँड ऊ यो मासतिर हेर्नुभयो भने झन् छक्क पर्नुहुन्छ सोल्टी त्यहाँबाट जान्छ न पछि धेरै होस पुर्याउनु पर्ने रहेछ है हेर्नुहोस् त है आमामा ल यहाँ हेर्नुहोस् त यस्तो छ कि यहाँ आएको रहेछ नि यो कसको आयो यो चाहिँ सानो खाले रहेछ ए ड्रिङ्गाडै चल्ने रहेछ ल यो हामीले पहिलोचोटि देखेको हाम्रो हो यस्तो छ ए यस्तो छ नि ल म चाहिँ आइपुगेको थिइनँ है यहाँनिर यस्तो भिडमा ल गाइस मौरीवाला पोत त्यो भिरबाट अहिले चाहिँ घरतर्फ जाँदैछौँ यहाँहरू कति राम्रो बाछो यात्रा छोटो भए पनि धेरै रमाइलो भयो बाख्रा आफ्नै संसारमा गरिरहेछ है खोली पाक्दैछ हाम्रो टोली 1 जना 2 जना 3 जना 4 जना 5 जना छौँ यतातिर चाहिँ भोकायो भने कराउँछ हामी चाहिँ अगायो भने कराउँछ भिरबाट लिएको मौरी चाहिँ उहाँहरूले लिएर घरमा लिएर यसरी राख्नु हुँदो रहेछ है यो दिदी सबै परबाट लिएको है यो सबै भिडबाट उसको पनि रस निकै नै बनाइसकेको छु त्यही भाइको अघि जाने भाइ आमामामामा हाई गाइस द्याट इज मौरी ल त्यो भिरबाट लिएको मौरी यसरी राख्नु भएको रहेछ है पुरा भन्नु नि राख्छ त्यहाँ कति बज्यो भन्नु नि 1 बजे 1 बजी 12 बजी चाहिँ निस्किन्छ है 12 बजे किचनभित्र नि किचन छ यो चाहिँ लानु भित्र किचनभित्र त त्यस्तो होइन बाथरुमभित्र यहाँ छ लगभग 30-40 दुध रहेछ भार भनौँ न आज नि घर पनि प्रयोग गर्नु भएको छैन फलेदोबाट